राइनो चिल्ड्रेन पार्क भनेर नामाकरण गरिएको यो पार्क आज मात्रै हामीले यो पार्क निर्माणको कामको थालनी गरेका होइनौं। योभन्दा केही वर्ष अगाडिदेखि नै भरतपुर महानगरपालिकाले यसको समग्र डीपीआर बनाएर यो पार्कलाई एउटा नगर स्तरीय पार्क, राष्ट्रिय स्तरकै भनौं, महानगरपालिकाको एउटा गौरवको पार्कको रूपमा यसलाई अगाडि बढाउने, खास गरेर रामबेल सामुदायिक वनसँगको सहकार्यमा महानगरपालिका मात्रै होइन कि सामुदायिक वनसँग सहकार्य गरेर यो चीजलाई अगाडि बढाउने, किनकि एकदमै एउटा प्राइम लोकेसनमा छ। यो हुँदाखेरि देश विदेशबाट आउने, विभिन्न देशका विभिन्न ठाउँहरूबाट आउने यात्रुहरूलाई पनि भरतपुरमा आउँदै गर्दाखेरि एकछिन आधी घण्टा 1 घण्टाको समय रोक्ने, घुम्ने ठाउँ कहाँ हो त, टहलिने ठाउँ कहाँ हो त भन्दाखेरि यसलाई बनाउनु पर्छ। एकदमै एउटा राम्रो उपयुक्त ठाउँ पनि छ। त्यो हिसाबले यसलाई गर्ने भनेर महानगरपालिकाले यसको डीपीआर बनाएर कामको सुरुवात गरेको हो। र महानगरपालिका मात्र होइन, 3 तहकै सरकारको लगानी छ यसमा। संघीय सरकारको छ, प्रदेश सरकारको छ, महानगरपालिकाको पनि छ। 3 तहको सरकारको लगानीबाट यो काम अगाडि बढेको छ। यसको सम्पूर्ण वाल कम्पाउन्ड गर्ने कामहरू भएको छ। यहाँनिर शौचालय निर्माण गर्ने काम महानगरपालिकाले विगतमा हामी सम्पन्न गरिसकेका छौं। यहाँ अरू पूर्वाधारका कामहरू पनि, यहाँ ट्रेलहरू, फुटरेलहरू बनाउने काम पनि भएको छ, सुरुवात भएको छ। र यो एकै वर्षमा सम्पन्न हुने कुरा पनि होइन, किनकि डीपीआर अनुसार करोडौंको लगानी गर्नुपर्ने हुँदाखेरि महानगरपालिकाले मात्रै लगानी गरेर यो सम्भव नहुने, तहगत सरकारसँग पनि सहकार्य र समन्वय गरेर हामीले महानगरपालिकाको विशेष अनुदानका लागि संघीय सरकारलाई विगत वर्ष गएको 80-81 मा हामीले प्रस्तावित गर्यौं। गर्दाखेरि विशेष अनुदानका लागि भनेर 2 करोड 50 लाख बजेट यो खुला चिडियाखाना पार्क निर्माणका लागि भनेर बजेट आएको थियो। आइसकेपछि कहाँ गर्ने भन्ने कुरामा हामी कार्यपालिकामा छलफल गर्यौं। छलफल गर्दाखेरि विभिन्न ठाउँमा विभिन्न, अब सामुदायिक वन त धेरै छ नि, दर्जनौं छ सामुदायिक वनहरू महानगरपालिका भित्र, खास गरेर यो जंगल सिमानादेखि लिएर राप्ती बेल्ट, नारायणी बेल्टमा थुप्रै दर्जनौं सामुदायिक वनहरू छन्। अघि पनि यहाँ विषयहरू आइसकेको छ। विभिन्न सामुदायिक वनहरूले पार्कहरू हैन, पिकनिक स्पोटहरू बनाउनु भएको छ। सबैको त्यही बनाउने एउटा लहर छ के। सामुदायिक वन भन्ने बित्तिकै त्यहाँनिर चाहिँ चिल्ड्रेन पार्क बनाउने, त्यहाँनिर पिकनिक स्पोट बनाउने, यस्तै बनाउने, सबैको एउटै खालको, एउटै प्रकृतिको छ। कमसेकम फरक प्रकृतिको भयो भने अलिकति त्यसले फरकपन पनि दिन्छ, अरूलाई एउटा आकर्षण पनि थप्छ। त्यहाँ चाहिँ अलि फरक खालको छ, त्यहाँ जाउँ भन्ने खालको पनि बन्छ। हुँदाखेरि यसलाई हामीले यो खालको कन्सेप्ट अनुसार अगाडि बढाउन खोजेका हौं। एउटा राष्ट्रिय स्तरकै पार्कको रूपमा यसलाई विकास गर्ने हो, किनकि जग्गा पनि पर्याप्त छ। लगभग झण्डै 8 बिघा जग्गा छ। अरू पनि हामी लिन सक्छौं। यत्रो यो पुरै पार्क त हो नि, जंगल पुरै पार्क त हो। त्यसले गर्दाखेरि यो ठाउँ एकदम उपयुक्त छ। अहिले जे जति छ यो अहिले यो ठेक्का 2 करोड 83 लाखको ठेक्का भएर ठेक्का सम्झौता हुँदाखेरि 2 करोड 23 लाखमा सम्झौता भएको छ। र यो भित्र के बनाउने भन्ने कुरा पनि आइसकेको छ। यहाँनिर उद्धार केन्द्र, अब जनावरहरूको उद्धार केन्द्र बनाउने, गोलघर बनाउने, गोलघर भनेको प्रतीक्षालय जस्तो गोलघर आएर यहाँ मान्छेहरू आएर त्यहाँ बस्ने, पानी पर्दा घाम पर्दा पनि ओतिने ठाउँ, त्यो खालको गोलघर प्रतीक्षालय बनाउने। त्यसपछि गएर यहाँनिर फुटरेलहरू बनाउने र यसको अलिकति हरियाली